नमस्ते नेपाली सिरियल जुठे प्रेमी दर्शक महानुभावहरू, यहाँहरूको बसाई पक्कै पनि आशा गर्छौँ सुखदमय बितिरहेको छ। कुरा गर्नेछौँ आज जुठे सिरियलको बारेमा। सिने श्रृङ्खलाको प्रस्तुतिमा नेपाली सिरियल रिभ्यू। वेलकम ब्याक। मिडिया पार्टनर सिने श्रृङ्खला। दर्शकहरूको एउटै मात्र खुल्दुली रहेको छ, अब गौरीले न्याय कसरी पाउँछिन् र जिमालको भूमिका कस्तो रोलमा हामीले हेर्न पाउनेछौँ। दर्शकवृन्द, आजको बसाइबाट हामीले यस्तै सामान्य कुराहरूको व्याख्या र विश्लेषण गर्नेछौँ। धेरै दर्शकहरूको यो पनि भन्नु छ कि दर्शकहरूले भन्दै हुनुहुन्छ यो सिरियल दोहोरिएको रहेको छ, यो सिरियलका कथाहरू घुमिरहेका छन्, एक से एक खप्टिरहेका छन्। के अब हामीले नयाँ सिरियल हेर्न पाउनेछौँ या त पाउने छैनौँ, यो विषयमा बडो खुल्दुली मचिरहेको छ। आज भने हामी यो बसाइ अन्तर्गत यस्तै विषयवस्तुलाई समेटेर यहाँहरूमाझ यो भिडियो प्रस्तुत गरिरहेका छौँ। यदि तपाईँहरू जुठे प्रेमी हुनुहुन्छ भने, नेपाली सिरियललाई माया गर्नुहुन्छ भने एक लाइक तपाईँहरूको तर्फबाट यो भिडियोका लागि। र धेरै दर्शकहरू यो पनि भन्नुहुन्छ कि धर्मेको पुरानो बुढीको भने उहाँहरूलाई पटक्कै रोल मन परिरहेको छैन। धेरै दर्शकहरूको मान्य यो पनि रहेको छ। नेपाली सिरियलमा नाम चलाएका जुठे अर्थात् बल्छी धुर्मेमा पनि उनको रोल रहेको छ। दर्शकवृन्द, पछिल्लो समय कथा भने केही दोहोरिरहेको दर्शकहरूले यसमा खुल्दुली बडो मचाउनु भएको छ। के अब आगामी दिनहरूमा कथा भने नयाँ रूप लिनेछ या त पुरानै कथाहरू दोहोरिएर पुनः पनि दर्शकहरूको मन जित्न असफल रहनेछ त? पक्कै पनि हेर्नेछौँ हामी आगामी आउने सातामा नयाँ एपिसोडमा। भर्खर एक दिन मात्र भइरहेको छ जुठे अपलोड भएको। सो हामी त्यतिजेलको लागि यहाँहरूमाझ पनि धेरै कुरा नगरिकन बिदा लिन चाहन्छौँ। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। सिने श्रृङ्खलाको प्रस्तुतिमा नेपाली सिरियल रिभ्यू। वेलकम ब्याक। मिडिया पार्टनर सिने श्रृङ्खला। सिने श्रृङ्खलाको प्रस्तुतिमा नेपाली सिरियल रिभ्यू। वेलकम ब्याक। मिडिया पार्टनर सिने श्रृङ्खला। सिने श्रृङ्खलाको प्रस्तुतिमा नेपाली सिरियल रिभ्यू। वेलकम ब्याक। मिडिया पार्टनर सिने श्रृङ्खला।